रोल्पा खानी चुनाढुङ्गा खानी अहिले यहाँ 400-500 र टिप्पर चल्दो रहेछ यो घले भाइ लिएर आएको मैले कस्तो लाग्यो घले यहाँ बाटो कस्तो छ हङ्सीभन्दा यहाँ ठिक छ कि नराम्रो छ गाडो छ है मलाई भिडियो गर्छ कस्तो लागिरहेछ साहब रोल्पा खानी पहिला बोटमा बसेको याद मलाई आइरहेको छ एकदम गाउँ जस्तै रहेछ क्या पहिला पहिला बोटमा बस्थ्यो पहिला पहिला म सानो हुँदाखेरि घाँस काट्थेँ मैले घरले ढुङ्गा त